ल बोले बोल स्वागत तेरो आवाज यहाँ ल्याइस भने मात्र आउँछ हो यो ल हामी चाहिँ च्वास्स मोमोमा आइपुगेका छौँ 50 रुपियाँ प्लेट रे मोमो कस्तो हुँदो रहेछ टेस्ट गरेर टेस्ट गर्नु फर्स्ट एक्सपिरियन्स त भइसक्यो हाम्रो तर किन भन्नु आज के त डिसपोइन्ट गराउनुहुन्छ कि बा के हुनुहुन्छ हैन के गराउनुहुन्छ डिसपोइन्ट भइन्छ कि बा आजको टेस्ट ए ल ओके ल हैन हैन हुनुहुन्छ है हुनुहोस् नोबडी नोज मान्छेहरू टन्न हुनुहुन्छ वान एक्समा पो गरेको रहेछ यार मैले आज त्यति धेरै भिड छैन अस्ति खतरा भिड थियो है त्यो मेबी यो के कारण भिडियो भएर पनि होला अहिले 12 बज्यो नि त खाजा खाने भनेको त Morning 1 बजेदेखि थियो टाइम खाना खाने टाइम भएर अर्डर दिइसकेको छौँ लेग पिस हान्छ अरे यो लेग पिस खानु पर्यो मैले चाहिँ के अर्डर दिएँ के अर्डर दिएको होला दुई प्लेट मोमो मोमो अनि एउटा लेग पिस बनाएर मैले दारी काटेको दारीमा काट्नु पर्छ यार हेर त गाइस केटाकेटी जस्तो देखाएको छैन म जस्तो ह्यान्डसम देखेर केटाकेटी काटेर ह्यान्डसम मेरो उमेर भनेको 20 वर्ष हो मजाले एक टिकटमा चल्छु अहिले 20 वर्ष हो अब 30 पुगेपछि 30 पुग्छु नभए त्यो 30 बिचको उमेर सबै मेरो 20 को हो घर नगरौँ है घर नगर ल अब हामी खाना आएपछि ल ठिक छ ल हाम्रो मोमो आइसकेको छ यो 50 रुपियाँको बबाल छ मलाई चाहिँ बबाल लाग्यो बबल यसरी त खाँदा त मैले दिएँ ए उयो दामी छ बले कस्तो छ वाउ हामी लुकेर बनाउनु लाज लाग्यो लाज लागेर राम्रो चाहियो क्यामेरा चाहिँ चाहिने हो क्या एउटा है छैन एउटा फुल रेकर्ड गर्ने कट गर्दिन नि क्यामेरा हेर क्यामेरामा खर्च कम्ती छैन क्यामेरा किन्नु पर्यो क्यामेरा त्यसको कार्ड किन्नु पर्यो एक्स्ट्रा ब्याट्री किन्नु पर्यो ल 2 मिनटमा सक्यो हाम्रो मोमो फेरि नयाँ अर्डर गर्नु पर्यो सुन्नु न हामीलाई तपाईले खाने एउटा बफ ल्याइदिनु अनि एउटा लेग पिस तपाईँ भनेकै छ यता हो बालै खर होइन अरू बेला भाइ भनेर बोलाउँछ दारी काटेपछि त भाइ भन्न लाज लाग्यो केटा के भन्छ यसको बारेमा दारीले उमेर छेक्दैन अन्त 20 वर्ष केटालाई के दाइ नै भन्नुपर्छ क्यारे त्यसरी सुप नखान सकिन्छ त ए म यति छ सुप सबै खाइदिइसक्यो आज ल ठिकै छ रमाइलो भइरहेछ मेरो यहाँ लाग्यो यार